यो रवि लामी छानेलाई चाहिँ निकालेको हाम्रो जेनजी प्रोटेस्टरहरूले चाहिँ होइन। We don't रवि लामिछाने। रवि लामी छानेलाई जेनजीले छुटाएको होइन, रवि लामी छाने एकजना कन्भिक्ट हो। रवि लामी छाने जसबाट चाहिँ निस्किरहेछ के हाम्रो प्रोटेस्ट त रवि लामिछानेको लागि त गरेको होइन नि त। हामीलाई रवि लामी छाने एज अ लिडर चाहिएको छैन। रवि लामी छानेलाई जेनजीले छुटाएको छैन। रवि लामी छानेलाई जसरी हुन्छ यसलाई जेलभित्र पठाऊ। रवि लामी छानेलाई जेलबाट निकाल्नको लागि कुनै पनि नेपाली जनताको छोराले गोली खाएर मरेको होइन। रवि लामी छाने हामीलाई चाहिएको छैन। रवि लामी छानेलाई जेनजीले निकालेको होइन। रवि लामी छाने उकै पार्टीका मान्छे भन्दै कराउने नक्कचरी नक्कचराहरू कुन दुलोमा पसेको छ। उता हेर बङ्गलादेशमा शेख हसिनाको मृत्युदण्डको लागि बङ्गलादेशी जेन्जेहरूले 1500 2000 जति मुद्दा हालिसके। अनि तिमीहरू कुन दुलोमा पसेको छौ। अस्ति जेन्जीहरूको आन्दोलनमा त तिमीहरू पक्कै पनि गएका होइनौ। डरफो कायर युवाहरू है भाइरल हुनैकै लागि रविलाई बदनाम गर्यौ। रविलाई हामीले निकालेको होइन, रविलाई फेरि जेल हाल्नुपर्छ भन्ने तिमीहरू होइन। यी अनुहारहरू अहिले कुन दुलोमा छौ है। केपी ओली र रमेश लेखक विरुद्ध अहिलेसम्म कतिवटा मुद्दा हाल्यो तिमीहरू। उनीहरू खुलेआम घुमिरहेका छन् त। उल्टे जेन्जीहरूलाई थर्काइरहेको छ त केपी ओलीले है। त्यो 23 गतेको है निर्दोष विद्यार्थीहरूलाई मारेको बिर्स्यौ। अहिलेसम्म जेल हाल्न सकेको छैनौ त। यो भिडियो त पक्कै पनि हेर्दैछौ होला। तिमीहरूलाई पाप लाग्छ। कमसेकम रवि लामिछाने बाहिर निस्केको थियो भने केही न केही त गर्थे नि। केही जान्नु छैन हावातालमा सहकारी ठग भनेको छ है। नकचरा नकचरी ढोङ्गीहरू डरफो कायर युवाहरू तिमीहरू।